हेलो एभ्रिवान सुमन राजा आज चाहिँ हामी होइन टक्क सिक्का हान्ने भनेर रेडी भएर लागि छ है। यहाँ पानी सानीहरू छ होइन, यता सेको दामी बन्छ नि होइन, कोइला सोइला बोकेर होइन। यता साथीहरू आउँदैछ सामान लिएर होइन, मोबाइल हान्ने नि त। तर मौसम पनि आज ठिकै छ नि है, मौसमले पनि खासै त्यस्तो च्यालेन्ज गरेको छैन या बेसी होइन, कस्तो हुन्छ। जीवन आउँदैछ आज चाहिँ हाम्रो प्लानिङ हल्का जङ्गल छ होइन, टक्कसँगले जाने। लेट्स इन्जोय छुट्टीको दिन होइन, छुट्टीको दिन यसो टक्कसँगले रमाइलो गरिदिनु भनेर लाग्यो अब होइन। गाह्रो छ अब एकछिन देखाउँछु नि त है पुगेपछि। ल फाइनली हामी चाहिँ हाम्रो ठाउँमा आइयो होइन। अब चाहिँ हाम्रो कामहरू सुरु हुन्छ। यहाँनिर पानीहरू, यहाँ सामान छ, यता हाम्रो आस्थानजीले बार्बिक्युको सामग्री निकाल्छ नि। त्यति मात्रै ल्याएको चाहिँ यति नै दिएको कति हो? यति नै दिएको यत्रो मुठा दिएको थियो छैन, यति नै हो। पुग्छ होला पुग्छ दिएको यसमै पोलेर डक्क जीवन दाइ चाहिँ कहाँ गयो? आउँदैछ त कोइला कसले बोल्छ? यस्तो छ कामहरू होइन, हल्का इन्जोय गर्ने के हो। ए हुन्छ हौ, यहाँ ठिक छ, केही हुँदैन। यति घाम चाहिँ के हो र हौ? यस्तो घाम केही फरक पर्दैन हौ, केही फरक पर्दैन। दाजु ल्याउनु अब भिडियो देखाउनु, हाम्रो कार्यक्रम हुन्छ होइन। ल त्यहाँ गर्दै गर। ल आज चाहिँ हाम्रो होइन बार्बिक्यू पार्टी हुँदैछ। सेको दामी बनाएको, हजुर अहिले ल्याउँछ आस्थानले। सेको दामी बन्दैछ। कोइला सोइला रेडी भयो, अलिक धेरै भयो ए कोइला धेरै हुन्छ यार, अहिले बोर पछि हाल्नु। कोइला टक्क यहाँ देखाउनु, कोइला दामी भइरहेको होइन। दामी अब आएर आगो बाल्ने। ऊ हाल ऊ मट्टीतेल खोइ ल्यायो नि, त्यहाँ होला त्यहाँ यहाँ होला। जीवन दाइ के गर्न लानु भयो? 4 किलो मात्रै अरे ए 4 किलो गजब गजब। अब हाम्रो यहाँनिर कोइला दामी बन्दैछ। त्यतिकै त्यो हुर्र बल्दैन नि, त्यो ऊ प्लास्टिक सल्काउ न एउटा केही, त्यही कोइलाको प्लास्टिक हाल न। काम गर्ने मान्छे जस्तो काम मन पराउनु नि त। बल्दैन यार हतपति, कतै त अचम्म खालको। हाम्रो नेपालमा त डिजल त मजाले बल्थ्यो त नि यार। अनि ऊ लगाउ न त्यो अलिकति भाइ, त्यो दाउरा हाल न अलिकति, त्यो झिक्रा झिक्री क्या, अनि हुन्छ क्या चाँडो। झिक्राहरूमा हो त्यस्तो हाल्नुपर्छ। हो हो त्यही हो, त्यही हाल। देखिरहेको छ त यो, यहाँ आगो बलिरहेको छ त। पर्फेक्ट ठाउँ हो एकदम, यो एकदम खतरा भ्यू आउने ठाउँ हो यो भनेको। यताबाट हेर, यता क्या खतरा भ्यू देखिन्छ ल वहाँ। यो भनेको A1 ठिकै देखिन्छ, राम्रो देखिन्छ। A1 को भ्यू निकालिदिउँ यस्तो जुम गरेर। यो भनेको चाहिँ A1 हो है, यो A1 महल। यहाँको हाम्रो यसो घुम्न जाने ओर्ने यहाँको मार्केट क्या, सुपर मार्केटलाई महल भनिन्छ। यही हो भाटभटिनी जस्तै। अनि यतातिर चाहिँ होस्टेल चाहिँ उहाँ पर छ हाम्रो, त्यो देखेछ। त्यहाँबाट चाहिँ हामी यतातिर आउने हो, हिँडेर अलिकति 2 मिनट लाग्छ। अनि ल भयो राखा सबै नहाल, अर्को बल खतरा।
पुरा भयो ल ओभर राम भइरहेछ ल अब जीवन दाइको हालिदिनु बल्छ हो त्यो त हाल्नु भयो ए गजब भइगयो नि बिचमा चाहिँ हाल न कहाँ साइडमा हालेको बिच दाउरा नहाल्दा बल्दैन हल्का दाउरा हाल तिनीहरूले पनि दाउरा हालेर हुन्छ त्यो कोइला सल्किनु टाइम लाग्छ नि त कोइला सल्केपछि चाहिँ फेरि जाँदैन मरिगयो पनि अब सफा कहाँबाट लिएर आउँछ मलेसिया सफा अझै भाइले फोन गरिहाल्छ नि यतै गयो भने त रूपगीत रानी छैन र बन्द ल आज चाहिँ हाम्रो छुट्टी होइन छुट्टीको दिन अनि कहाँ यहाँ देखाउनु न यता आज छुट्टीको दिन हाम्रो दामी सिक्वा प्लानिङ भइरहेको छ बार्बिक्यू होइन हामी 3-4-5जना यति नै हो साथीहरू यस चाहिँ होइन रमाइलो गरौँ भन्ने आयो अब हाम्रो सामग्रीहरू चाहिँ यहाँनिर छ होइन अहिले त्यो देखाउने हो अहिले देखाउने हो अहिले यति नै अब हामी अब यहाँ बनाएपछि आइटम बनाएपछि हजुरहरूलाई सबै अपडेट गर्छौँ है त गाइजहरू आज चाहिँ हाम्रो होइन यहाँनिर हल्का बार्बिक्यू होइन सिक्वा पोल्ने पार्टी भइरहेछ त्यहाँनिर चाहिँ हाम्रो कोइलाहरू बनिरहेछ अनि अब एकछिनमा होइन के बन्छ म हामी देखाउँछौँ है ए मुनि चाहिँ झर्दैन त है पुरै ड्याममै पो छ त है त्यही त यार त्यो उवाला हुनुपर्थ्यो ठिक्कमा त मुनि झर्छ छुट्टी अब सामने हाल्नु है माल रेडी भयो अब चिरमा हालौँ न ए चिरमा होइन त्यत्तिकै हालौँ यसको यो डाँठ पनि धेरै ठुलो ठुलो मोटो रहेछ यार पातलो हुनुपर्छ त्यही त भनेको त्यो उयो बाक्लो होइन त अलि हाम्रो मान्छे एउटा टक्कसँग यहाँ आइयो यतातिर आस्तन्जीले भन्दैछ होइन तर अब यसलाई बिचबिचमा हल्का हावा त हान्नुपर्ने रहेछ हावा हान्नुपर्छ नि धुवा हुन्छ नि धेरै देखने को हम तो दीवाने
चाहिँ कोइला खतरा हो क्या है त्यो पनि त्यस्तै हो नि मेरो तल झरे सर यो अलिकति तेलालको पिस अहिले ठिक छ यो साइडमा छैन कि अलिक यो कुहिने साइड सुरु है यो चाहिँ यो सर्कल बस्छ कति सर्ट होला हाम्रो 2 सर्ट 3 छ नि यो एक सर्ट भन्दा पनि 2 सर्टै हुन्छ त्यो 3 सर्ट त्यो त ठिक हो दामी बन्दैछ यता दामी बन्दैछ यहाँ सक्यो उता सक्यो अब अर्को माल रेडी हुँदैछ है अब अर्को लट नेक्स्ट लट दामी ल्याउनु त मेरो पनि गरौँ त्यो ऊ नचलाएको नफर्काएको चिम्टाले भित्रको ऊ कोइला घोष नै हो कोइलाको सबै हाल्नु गेला है कति छ हाल्यो कोइला पनि कस्तो हालतमा कोइला हो यहाँको कोइला ठिकै छ चलिरहेको छ त ऊ पङ्खा बन्द गर न नचलाएको त यहाँको कोइला चाहिँ तर खत्तम हुँदो रहेछ कि नेपालमा सुन्नु हुँदो रहेछ क्या गजब छ नि अब हाम्रो यो है सेकुवा खाने हो आज सेकुवा कस्तो हुँदैछ सामग्री के कस्तो हुँदैछ खतरा भइरहेको छ नि भाइ त्यही त दामी भइरहेछ बसिरहेको हो त्यो उठाउँ त्यसलाई त्यो धेरै नखोल है त्यो ब्याट्री स्विच अलिक तलबाट गरौँ तलबाट सर लगाउँ तलबाट इङ्ग्लिस नबोल न यहाँ हामीले बनाएर राखेको यहाँ हो यी टक्कसँग यो चाहिँ पाकिसकेको गाइज पसिना देखाउँदै यहाँ मेरो कस्तो खतरा पसिना पसिना भाइ यहाँ खतरा पसिना पसिना आइसक्यो डेन्जर आयो नि यहाँ अचार हो यो यतातिर छ त्यसमा हावै आउँदैन कि त्यो 3 नम्बरमा लगाउँ न 3 नम्बरमा कस्तो छैन त्यसले त्यत्रो पैसा कमाएर उहाँ नेपाल गयो तिमीहरू चाहिँ हावै आउँदैन अरे लु माल रेडी पसिनाले मार्यो घामले त्यो त सुन्जी स्वराज दामी हुँदैछ हाम्रो माल चाहिँ हाम्रो
पनि भइरहेछ होइन अझै यो पहिला मजाले दामी देखिरहेको छ चाहिँ हुँदैछ त त्यसै त्यहाँ मात्रै नहान्न यहाँ मासु डढिसक्यो हाम्रो सेकुवा त्यहाँबाट हट्दै फेरि मेरो जीवन दाइ तपाईँको काम फोटो खिच्ने हामी यस्तो गर्नु होइन यस्तो गर्नु मिलाएर ट्याक्क ट्याक्क यसरी यहाँ हेर्नु त यहाँ हेर्नु न यसरी ट्याक्क ट्याक्क पार्नु मलाई मुड लाग्यो होला अब ल ल भइसक्यो त्यो राजाको ओके निकाल्ने मैले उसले फेरि यता हाम्रो आनन्द दाई जीवन दाई पङ्कज त आएको छ तर ऊ उतातिर गफ खानलाई मात्रै आएको रहेछ यता दुःख चाहिँ हाम्रो ल है गाइज आज चाहिँ हाम्रो जङ्गलतिर सेकुवा पार्टी यो सेकुवाको स्पोन्सर भनेपछि हाम्रो आस्दान दाई त्यसपछि हाम्रो रजा पनि पुरै लागिपरेको छ पसिना निकाली निकाल्ने मैले उसले फेरि यता हाम्रो आनन्द दाई जीवन दाई पङ्कज त आएको छ तर ऊ उतातिर गफ खानलाई मात्रै आएको रहेछ यता दुःख चाहिँ हाम्रो बोतलहरू पनि निकाल्नु पर्यो नि त भिडियोमा सो ए कमिला हेर कमिला कहाँबाट यसले त मार्छ त यो कमिलाले त डेन्जर खालको हो यो ल भिडियो ल दामी हामी चाहिँ खाने कोक मात्रै है अरू चाहिँ ल ल के गर्नु यार पखालेलो भाइ है यो त ठिकै हुन्छ होला त्यही झोला कोक हाल त एउटामा सानोमा गिलास त्यो गिलास चाहिँ कता छ उसको छ त नि यहाँनिर 4 गिलास बियर राजको त राजाको होइन काजु यसको